यो चाहिँ बगर ब्रान्च हो इन्भर्टर है। यो नयाँ इन्भर्टर हो र यो दुईटा नयाँ ब्याट्री है। यसको चाहिँ अहिले चाहिँ के भनिरहेको छ भने अहिले चार्जिङ यहाँ चाहिँ हामीले चाहिँ लाइन आइरहेछ हैन। त्यसपछि हामीले चार्जिङ यसलाई चाहिँ दिइरहेछौँ है। यो चार्जिङ पोइन्ट हो। हामीले चाहिँ यसलाई चाहिँ चार्जिङ यो तारबाट यहाँ यो प्लगबाट चाहिँ हामीले यसलाई चार्जिङ दिइरहेछ। अब त चार्जिङमा चाहिँ यो भनेको चाहिँ इनपुट है, इनपुट पोइन्ट हो। यसमा चाहिँ हामीले चाहिँ तपाईको चार्जिङले दिएको छ भने 10.6 एम्पियर यसले चार्जिङ चाहिँ इनपुट लिएर चाहिँ। अब यो भनेको लाइटको आउटपुट है। लाइटको आउटपुटमा हाम्रो लाइन गर्छौँ चाहिँ तिम्रो चाहिँ 6.2 एम्पियर चाहिँ हाम्रो युज भइरहेछ है। युटिलाइज हुन्छ हाम्रो बाहिर लाइटहरु चलिरहेछ है। अनि यसले चाहिँ हाम्रो 10 एम्पियरको चाहिँ 10.2 एम्पियर यसले चार्जिङ दिइरहेछ भने चाहिँ बाँकी रहेको चाहिँ हाम्रो 4-5 एम्पियर चाहिँ हाम्रो चाहिँ यसले ब्याट्रीले चार्ज गरिरहेछ है। अब यो ब्याट्रीले हामीले कति एम्पियर चार्ज छ यसले 12.13 एम्पियरले चाहिँ 14 एम्पियरले चाहिँ लगभग 13.2 एम्पियरले चाहिँ यो इन्भर्टर यसले ब्याट्री चार्ज गरिरहेछ है। अहिले अघि यसमा भोल्टेज चाहिँ 11 को थियो ब्याट्री लगाउँदा, अहिले 12 चाहिँ चार्जिङ अवस्थामा यसको 12 पुगेको छ। अब एकचोटि हामीले चाहिँ यो चाहिँ इनपुट भोल्टेज यसले चाहिँ अब हामीले पावर चाहिँ अफ गरेर है त। मैले पावर चाहिँ अफ गरिदिएँ। यो 0 भयो, चार्जिङ 0 भयो। यसको आउटपुट चाहिँ अहिले दिएको यसले आउटपुट युज हाम्रो चाहिँ 4.8 एम्पियर युज गरिरहेछ है। यसको डिस्प्लेमा हेरौँ, डिस्प्ले के छ, डिस्प्ले देखिरहेको